प्रियहरू, आज तपाईँ प्रभुसँग भोज खाँदै हुनुहुन्छ, तपाईँको जीवन कस्तो छ? तपाईँको क्रिस्चियन जीवन कस्तो छ? एकदम सोच्नुहोस् न। संसारकै मानिसहरू जस्तै हो, खाऊ लाऊ मजा गरौँ, रुपैयाँ पैसा धन दौलत कमाऊ, ठिकै छ नि। हामी प्रभुको सेवा गर्नुपर्छ, गएर शनिबार आइतबारको दिन 1-2 घन्टा प्रभुको उपस्थितिमा बस्नुपर्छ। अनि अरू समय नि संसारमा हामी त संसारमा छौँ नि, शरीरमा छौँ, संसारमा छौँ। संसारका मानिसहरूले खाने लाउने पिउने रुपैयाँ पैसा धन दौलत थुपार्ने, घरबार जग्गा जमिन थुपार्ने दिने कुराहरू। प्रियहरू, तपाईँ प्रभुसँग भोज खाँदै हुनुहुन्छ, प्रभुको सङ्गतिमा, प्रभुको नजिकमा। ओ कति आनन्द छ, शान्ति छ, रमाइलो छ। दुःख कष्ट सङ्कष्ट आउँदैन, होइन, आउँछ। अघि नै हामीले सुनिहाल्यौँ उहाँको हृदयमा, उहाँका आफन्तहरूको हृदयमा कति दुःख छ। आमाको मृत्यु भयो, अनि यस्ता खालका कुराहरू, शोकका कुराहरू त भइरहने कुरो। तर पनि प्रभुमा हाम्रो भरोसा छ भनेदेखि यस्ता खालका कुराहरूले पनि तिमीको मनमा अशान्ति ल्याउन सक्दैन, किनकि शान्ति तथा पवित्र आत्मा हामीले पाएका छौँ। तर त्यो प्रकाशित वाक्यको 3रो अध्यायको 20 पदमा यो कुरो लेखिएको छ। 20 पदमा, तर अलिकति तल मलाई पढ्न मनपर्छ। 21 पद मलाई पढ्न मनपर्छ। 21 पदमा, जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी मैले पनि जितेँ र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। यसकारण ख्रीष्ट येशूसँग भोज खाने कुरो मात्रै होइन प्रियहरू हो। प्रभु जुन मेजमा बसेर खाँदै हुनुहुन्छ त्यो मेजमा बसेर खाने कुरो मात्र होइन। बाइबलमा लेखिएको छ, एकजनाले यसरी भनेको, धन्य त्यो व्यक्ति जस्तै परमेश्वरको राज्यमा रोटी खान पाउँछ भनेर एकजना मान्छेले भनेको। अनि प्रभुसँग भोज खाने कुरो त आनन्दको कुरो हो, राम्रो कुरो हो। तर त्यति मात्र होइन, प्रभुसँग राज्य गर्ने कुरो, प्रभुसँग सिंहासनमा बस्ने कुरो, सिंहासनमा बस्ने कुरो। यहाँ प्रभुले भन्नुहुन्छ नि, जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु। भनाइको अर्थ चाहिँ के? प्रभुसँगै रहेर राज्य गर्ने कुरो। रोग बिमार विसञ्जपनाहरू, चिन्ता फिक्री समस्याहरू, दुःख कष्ट सङ्कष्टहरू, यस्ता प्रकारका धेरै कुराहरू छन्। तर पनि प्रभुसँग बसेर राज्य गर्ने कुरो, सबै कुरालाई आफ्नो पैताला मुनि राख्ने कुरो। आज धेरै क्रिस्चियनहरूले यी कुराहरूले थिचेर राखेका छन्। मुक्तिको सम्बन्धमा त ठिकै छ, तर मनमा अशान्ति छ, चिन्ता छ, फिक्री छ। कतिजना क्रिस्चियनहरू रोगिएको अवस्थामा छन्, अझै पनि रोग बिमार निको नै भएको छैन। अनि त्यस्तै खालको कतिजना भूत आत्माले सताइराखेका छन्, दुःख दिइराखेका छन्। हिजो एउटा घरेलु सङ्गतिमा हामी गएका थियौँ, अनि एउटी नानी त्यहाँ उनीहरूले लिएर आएथे। अनि त्यो नानीलाई भूत आत्माले धेरै समयदेखि सताइराखेको। हामीले उहाँको लागि सेवकाई गऱ्यौँ, प्रार्थना गऱ्यौँ। तर यस्ता खालका कुराहरू, अनि यी सबै कुराहरू भइराखेका छन्। तर प्रियहरू, हामीले त यी कुराहरू त आफ्नो पैताला पनि कुल्चन पर्ने हो। क्रिस्चियनहरूले यी कुराहरूले हामीलाई थिचेर राख्ने होइन कि हामीले यी कुराहरूलाई आफ्नो पैताला पनि कुल्चेर राख्न पर्ने हो। येशू प्रभु आफैले नै भन्नुभयो नि, येशू प्रभुले भन्नुभयो, मैले तिमीहरूलाई साँपहरू र बिच्छीहरू कुल्चने अनि शत्रुका सारा शक्तिमाथि अधिकार दिएको छु, अनि कुनै कुरोले कुनै परीले तिमीहरूको हानि हुने छैन। लुका 10:19 प्रभुले दिनुभएको यो अधिकार दिनुभएको प्रभुले, मैले तिमीहरूलाई साँपहरू नि बिच्छीहरू कुल्चने। के भनेको साँप र बिच्छी भनेको चाहिँ दुष्ट आत्मा, भूत आत्मा, अशुद्ध आत्मालाई पैताला मुनि कुल्चने अधिकार प्रभुले तपाईँ र मलाई दिनुभएको छ। मैले तिमीलाई साँपहरू नि बिच्छीहरू कुल्चने अनि शत्रुका सारा शक्तिमाथि
अधिकार दिएको छु अनि कुनै कुरोले कुनै पहिले तिमीहरूको हानि गर्ने छैन। कुल्चने अधिकार प्रभुले हामीलाई दिनुभएको छ। तिनीहरू हाम्रा पैताला माने हामी त तिनीहरूलाई कुल्चेर राख्न पर्ने हो। तिनीहरूले हामीलाई कुल्चने कुरो आएन, कुल्चेर राख्न हामीले कुल्चन पर्ने आफ्नो पैताला माने। यो अधिकार प्रभुले तपाईले मलाई दिनुभएको छ अनि यो अधिकार हामीले चलाउनु पर्ने। यसको लागि हो हामीलाई पवित्र आत्माको भरपुरी चाहिन्छ भन्ने कुरो चाहिँ। पवित्र आत्माको भरपुरी बिना यो हुँदैन प्रियहरू। प्रभु आफैले नै आफ्नो जीवनको उदाहरण यो दिनुभयो नि। 30 वर्षको उमेरसम्म यीशु मसीह प्रभु पवित्र आत्माद्वारा जन्मनु भएको यीशु मसीह प्रभु मरियमको गर्भमा पवित्र आत्माद्वारा आउनु भएको यीशु मसीह प्रभु 30 वर्षको उमेरसम्म यीशु मसीह प्रभुले परमेश्वरको काम गर्नु भएन होइन, गर्न सक्नु भएन। एउटै अन्धाको आँखा खोल्न सक्नु भएन, एउटै बहिराको कान खोल्न सक्नु भएन, एउटै लाटो मान्छेले बोल्न सक्ने गराउन सक्नु भएन, एउटै लौडो मान्छेले हिँड्न सक्ने गराउनु भएन, एउटै कोजो मान्छेले उठाउन सक्नु भएन, एउटै कुष्ठरोगीलाई शुद्ध पार्न सक्नु भएन, एउटै भूत आत्मालाई धपाउन सक्नु भएन, एउटै मरेको मान्छेले जीवित पार्न सक्नु भएन, केही पनि सक्नु भएन। यीशु मसीह प्रभुले किन याद छ तपाईलाई? उहाँ त परमेश्वर पुत्र हुनुहुन्थ्यो नि। उहाँको जीवनसँग त परमेश्वर यति साह्रो प्रसन्न हुनुभएको। लुका 3 अध्यायमा हामी पढ्दछौँ कसरी पानीबाट बाहिर निस्कँदै बेलामा पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओढेर आउनुभयो भने आकाशवाणी भयो, परमेश्वर भन्नुहुन्छ यिनी मेरा प्यारा पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। तर पनि यीशु प्रभुले ती शक्तिका कामहरू गर्न सक्नु भएन 30 वर्षको उमेरसम्म, जबसम्म पवित्र आत्माको शक्ति प्रभुमा आएन। कर्नेलियसको घरमा पत्रुसले भनेको कुरो प्रेरितको 10:38 कसरी परमेश्वरले नासरतको येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो अनि उहाँ सुकर्म गर्दै अनि शैतानद्वारा पेलिएका सबैलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। 30 वर्षसम्म प्रभु पर्खन पर्यो। 3.5 वर्षको सेवकाईको लागि रोगी बिरामीहरू निको पार्ने, भूत आत्मालाई धपाउने कुरो प्रभुले जो गर्नुभयो नि प्रियहरू हो। 3.5 वर्षसम्म मात्रै गर्नुभयो प्रभुले, 30 वर्षको उमेरसम्म गर्नु भएन, किनकि उहाँले त्यति दिनसम्म पवित्र आत्माको अभिषेक पाउनु भएको थिएन। प्रभु भन्नुहुन्छ आज म यो संसारमा छैन, तर मैले तिमीलाई यो संसारमा राखेको छु। मर्कुसको सुसमाचार त्यसको 16 अध्याय अनि 17 र 18 पदमा यसरी लेखेको छ। प्रभु भन्नुहुन्छ विश्वास गर्नेहरूमा यो चिन्ह हुनेछ, तिनीहरूले मेरो नाउँमा भूत आत्माहरू धपाउनेछन्, तिनीहरूले विभिन्न भाषाहरू बोल्नेछन्, सर्पहरू टिप्नेछन्, विषैला कुरा पिए तापनि त्यसले तिनीहरूको हानि हुने छैन, तिनीहरूले रोगी बिरामीहरूमाथि हात राख्नेछन् अनि ती निको हुनेछन्।